होइन तल उसमा हो यो खेती परम्परागत रूपमै धेरै पहिलादेखि नै यो खेती गर्दै आइएको अवस्था। यो खेती परम्परागत रूपमै धेरै पहिलादेखि नै यो खेती गर्दै आइएको अवस्था छ र यो खेती सुरुमा जब यहाँ बजारको अभाव भएको बेलामा चिनी पनि नपाउने अवस्थामा यहाँका किसानहरूले यसलाई वर्ष दिनसम्म एउटा गुलियोको रूपमा गुड बनाएर खाने। त्यो बेलामा बुढापाकाहरूले के पनि गर्नुहुन्थ्यो भने काँचपात लगाएर तमाखु प्रयोग गर्ने क्रममा सुरुवालाई राख्ने क्रममा यसलाई चाहिँ सुरुवात गर्ने चलन थियो। बिस्तारै त्यो क्रम घट्दै गइसकेपछि बजार विस्तारको साथसाथै अहिले यहाँ विशेषतः चाहिँ आफ्नो घरमा जीवन निर्वाह स्वरूप निर्वाह गर्ने, केवल त्यसलाई चाहिँ निर्वाह गर्ने हिसाबले मात्र यसको प्रयोग हुँदै आइरहेको छ। यो उखु खेती गर्न थालेको त यहाँ परम्परा पहिल्यैदेखि बुढाहरूले लगाउने हुन्। अहिलेभन्दा पहिले चाहिँ व्यावसायिक रूप जस्तै उखु हुन्थ्यो। यो बिचमा के भयो भने यो उखु यो मिल पनि भयो। अनि यसलाई के भन्दा यो उखु लगाएर पेल्नको मात्रै भन्दा पनि पकाउनको समस्या हुन्छ क्या, दाउराहरू धेरै चाहिन्छ। त्यो भएको हुनाले यो बिचमा चाहिँ त्यो पनि भयो। अर्को कुरा युवाहरू बाहिर गएपछि त यहाँ काम गर्ने मान्छे पनि कम भयो। त्यो कारणले विशेष घट्दै गयो। ऊ बेलामा त काठे कोलमा पेल्नु पर्थ्यो। अहिले मिसिन आएपछि मान्छेहरू अलिकति मिसिनमा चाहिँ अलिकति आकर्षण भएर उखु चाहिँ केही लगाउन मात्रै थालेका हुन्, धेरै लगाएका छैनन्। व्यावसायिक रूपमा त पहिल्यै भए पनि अहिले बिचमा चाहिँ हट्दै गयो। र अहिले यो इलेक्ट्रिक मिसिन आएपछि मान्छेहरू अलिकति त्यसमा चाहिँ अलिकति आकर्षण हुन थालेका छन्। यो उखु खेती चाहिँ एकदम राम्रो खेती हो। यो खाना पनि मिठो, चिनीभन्दा यो धेरै गुणस्तर हुन्छ। त्यो कारणले अहिलेको अवस्थामा चाहिँ केही मान्छेहरू उखुतिर आकर्षण भएको छन्। यहाँको परिचय दिनु। मेरो व्यास नगरपालिका वडा नम्बर 5 चिरञ्जीवी पण्डित, म युवबोध सहकारीको अध्यक्ष। होइन तल उसमा हो किन नहुने पर्यो, पहिला नि हुन्थ्यो हाले पनि त्यसको पनि रस आउँदैन। दिनमा कति उखु पेल्नुहुन्छ बुवा? दिनमा कति उखु पेल्नुहुन्छ? हजुर